पछिल्लो चरणमा नेपालमा एकदमै ठुलो क्रान्ति भएको छ। त्यो क्रान्ति सेप्टेम्बर 8 अर्थात् भाद्र 23 गतेबाट सुरुवात भएको र 24 गते मात्रै 2 दिनमा मात्रै पनि नेपालको एउटा दलाल राज्य सत्ता भ्रष्टाचारी राज्य सत्तालाई वीरेन पुस्ता राज्य सत्तालाई ढालेर एउटा जेन्जी पुस्ताले जो 12 वर्षदेखि 28 वर्ष उमेर समूहको एउटा टिम हो। त्यो टिमले चाहिँ दलालीकरण धेरै भयो, भ्रष्टाचारी धेरै भयो भन्ने हिसाबले आवाज उठाउँदा आवाज बुलन्द गर्दाखेरि मात्रै सडकबाट आवाज वीरनपुर राज्य सत्ताले उहाँहरूमा नै ठाराठार गोली हानेर हत्या गरेको छ र मलाई लाग्छ हाम्रा महान शहीदहरूप्रति हामीले सम्झाउन नै पर्छ। आज अन्तरिम सरकार बनिसकेपछि देशले चाहिँ हाम्रो नेपाल सरकारले अहिले जो महान शहीदहरू हुनुहुन्छ उहाँको स्मरणको लागि आज शोक दिवस पनि यो आजको दिनलाई शोक दिवस मनाइरहेको थियो। तसर्थ हामीले जाजरकोटमा पनि यो जेन्जी पुस्ता र समग्रमा जेन्जी पुस्तालाई समर्थन गर्ने आदरणीय नेतृत्वगणहरू पनि यहाँनिर हुनुहुन्छ। यहाँ हामी सबैको एउटा साझा प्रयासले हामीले उहाँहरूलाई सम्झनै पर्छ भित्रैदेखि, जसले देशको रूपान्तरणको लागि, देशको विकासको लागि, परिवर्तनको लागि आफ्नो आहुति दिनुभयो, आफ्नो ज्यान उत्सर्ग गर्नुभयो। हामीले कम्तीमा उहाँहरूको स्मरणको लागि भए पनि यो दीप प्रज्वलन गर्नुपर्छ भन्ने हिसाबले आज हामी जाजरकोटमा दीप प्रज्वलन गरिरहेका छौँ। र जेन्जी पुस्ताकै हुनुको नाताले पनि हामी के भन्न चाहन्छौँ भन्दाखेरि उहाँहरूले बगाएको रगत, उहाँहरूले दिएको शहादतता र जति पनि घाइते अपाङ्गहरू हुनुहुन्छ उहाँहरूले बगाएको रगतको मूल्यलाई हामी खेर जान दिने छैनौँ। र जेन्जी पुस्ताले अब आउने पुस्तालाई, अब आउने हाम्रो नयाँ पुस्तालाई चाहिँ नेपाल अथवा सुन्दर देश हो, यहाँ भ्रष्टाचार हुँदैन र हामीले देशलाई रूपान्तरण गर्नुपर्छ भन्ने हिसाबले हामी त्यो खालको चाहिँ एउटा सन्देश दिन चाहन्छौँ र निरन्तर रूपमा लागि पनि रहनेछौँ। जति पनि यहाँ उपस्थित भइदिनु भएको छ हाम्रा जेन्जी पुस्ताहरू र जेन्जी पुस्तालाई समर्थन गर्ने नेतृत्वगणहरू, यहाँहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र आशा छ यहाँ हामी सबैले पनि अब रूपान्तरणको एउटा नयाँ बिगुल सुरुवात भएको छ र हामी सबैले आफ्नो ठाउँबाट, चाहे त्यो राष्ट्र सेवक कर्मचारी होस्, चाहे त्यो प्रहरी सुरक्षाकर्मी हुन सक्ला, चाहे त्यो एउटा शिक्षक हुन सक्ला, चाहे व्यवसाय हुन सक्ला, युवा हुन सक्ला, बालबालिका हुन सक्ला, वृद्ध, जो जति हामी जुन ठाउँमा छौँ हामी सबैले आफ्नो ठाउँबाट देश तथा विदेशमा रहनुभएको सबैले यो एउटा जुन खालको एउटा युगान्तकारी परिवर्तन भएको छ त्यो परिवर्तनलाई संस्थागत गर्नको लागि हातेमालो गर्नेछौँ र आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नेछौँ भन्दै हामी आज चाहिँ यो यहीँ अलिकति समापन भइरहेको घोषणा गर्न चाहन्छु। नमस्ते।